नमस्कार साथीहरु, स्वागत छ तपाईलाई आजको नयाँ भिडियोमा। यो भिडियो चाहिँ एकदमै रमाइलो छ, तपाईहरुले अन्त्यसम्म साथ दिएर हेर्नु होला। आज म तपाईहरुलाई मेरो एकदमै विशेष यात्रामा लैजाँदैछु। मेरो प्रिय साथी ईश्वरको विवाहमा सहभागी हुनको लागि जाँदैछु। पहाडदेखि तराईसम्मको यात्रामा निस्किएको छु साथीहरु। यो यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय हुनेछ, किनभने पहाडको शान्त वातावरणदेखि तराईको रमणीय दृश्यसम्म म पहिलो पटक सहभागी हुँदैछु हैन बिहेमा। योभन्दा पहिले चाहिँ पहाडदेखि तराईसम्मको बिहेमा आजसम्म गएको छैन। अनि यो यात्रा चाहिँ मेरो लागि एकदमै विशेष हुनेछ, किनभने यो यात्रामा चाहिँ मैले धेरै अनुभवहरू सँगाल्नेछु। यो दृश्य र अनि स्थानीय संस्कृतिलाई नजिकबाट निहाल्ने मौका पाए। यहाँका मानिसहरूको सरल जीवनशैली र आत्मनिहितताले मेरो मनलाई छोएको छ साथीहरु। एकदमै रमाइलो छन् मानिसहरू पनि। अनि घुमौरो बाटो अनि हरियाली डाँडाकाँडा र स्वच्छ हावाले चाहिँ मेरो यात्रालाई अझै झन् सजग र रमाइलो बनाइदिएको छ साथीहरु। एकदमै रमाइलो डाँडाकाँडाहरू, पहाडका डाँडाहरू तपाईहरुलाई थाहा नै होला कस्तो रमाइलो हुन्छ। अनि त्यहाँको हावापानी पनि एकदमै स्वच्छ हुन्छ है, कति रमाइलो लाग्छ। मैले चाहिँ त्यसको भरपूर्ण आनन्द लिएँ। मलाई चाहिँ खुसी लागिरहेको छ। यो चाहिँ अब साथीको बिहेमा आउन सुझेको रहेछ। साथीको बिहेमा चाहिँ आए एकदमै खुसी लागिरहेको छ। अनि सँगै बिहेमा पनि जाँदैछु होइन, महेन्द्रगढसँग छ, पहाडदेखि मजुरादेखि हो। अनि यो यात्रा गर्दा गर्दै पहाडका हजारौँ डाँडा काँडाहरू काटेर अनि कयौँ नदी नालाहरू तरिसकेपछि हामी चाहिँ अहिले साथीहरू पुगिसकेका छौँ। यहाँ नदीको पुललाई चाहिँ पार गरिसकेको छ। सबैलाई मैले भिडियोमा दृश्य चाहिँ भिडियोमा हाल्न सकिनँ, त्यसको लागि माफी चाहन्छु है साथीहरू। तपाईँहरूले यहाँ साथीहरू नाच्दैछन्, यो नाचलाई हेर्न सक्नुहुनेछ। भोइसमा अब आफ्नै हो, त्यस्तै हो होइन। मैले चाहिँ अलिक प्र्याक्टिसमा त गरिरहेको थिएँ, यसै खासै बनाउला भन्ने सोचमा थिएन। अब यसो बनाउन कस्तो हुन्छ भनेर बनाएको भिडियो हो होइन। तराईमा लागिसकेपछि साना साना नदी नालाहरू र अनि यहाँका फाटाहरूले मेरो मनलाई एकदमै लोभ्यायो साथीहरू, शान्त बनाइदिएको छ मनलाई पनि। आनन्द मिल्ने रहेछ आफ्नै गाउँ गएको। हामी चाहिँ नगरमा पुग्छौँ। महेन्द्रनगर पुगिसकेपछि त्यहाँबाट हल्का अगाडि जानुपर्ने हुन्छ। हामी त्यो ठाउँमा जाँदैछौँ। अहिले चाहिँ बसमा बसिसकेको छु साथीहरू। अनि त्यहाँ गइसकेपछि फाइनली गाइज हामी चाहिँ माइती पछिको घरमा पुगिसकेको छौँ। अनि त्यहाँ चाहिँ एकदमै रमाइलो छ। त्यहाँको कार्यक्रमहरूमा हामीले पनि सहभागी हुनको मौका पायौँ। एकदमै खुसी लाग्यो। यहाँको विविधता र रङ्गीन वातावरणले चाहिँ मलाई मोहित बनाएको छ साथीहरू। एकदमै राम्रो छ दृश्यहरू, तपाईँले हेर्न सक्नुहुन्छ जस्ताको तस्तै। अनि माइती पछिमा पुगिसकेपछि त्यहाँ सबैले आफ्नो तयारी गरिरहेका थिए साथीहरू। अनि दुलादुलीलाई सँगै राख्यो। सँगै राखिसकेपछि सबैले माला टिका माला लगाउने कार्यक्रमहरू गरे। बाहिर डान्स गर्ने डान्स गर्दैछन्, सबैले डान्स गरे होइन। त्यहाँ चाहिँ एकदमै रमाइलो भयो साथीहरू। अनि मैले पनि आफ्नो साथीलाई नयाँ जीवनको लागि शुभकामना दिएँ। अनि उनीहरूको खुसीमा सहभागी भएँ, त्यसमा धेरै खुसी छु। अनि यो विवाहमा मेरो लागि एउटा अविस्मरणीय अनुभव भयो। मैले मेरो अनि साथीको खुसीमा म चाहिँ सहभागी हुन पाएको थिएँ। म निकै खुसी छु साथीहरू। पहाडदेखि तराईसम्मको यात्रा, यो यात्रा मेरो लागि एउटा अद्भुत अनुभव थियो। यो यात्रामा मैले मेरो धेरै नयाँ कुराहरू सिकेँ र मैले मेरो साथीको खुसीमा सहभागी हुन पाएँ। यस्तै हो मलाई चाहिँ।
नभए